नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म नि सन्चै आरामै छु। आज चाहिँ हामी टक्क सुन्दरजलतिर आएका छौँ। के छ तपाईँहरूलाई हामी देखाउनेवाला छौँ गाइज, होइन। ब्लगलाई अन्तिमसम्म हेर्नु होला। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। माथितिर हामी के कस्तो छ ठाउँ भ्यूहरू तपाईँहरूलाई हामी देखाउनेवाला छौँ। तलतिर म देखाउँछु तपाईँहरूलाई। यहाँ यस्तो छ गाइज, यहाँ चाहिँ तल खोलाहरू छ, होइन। यहाँ हामी आज पौडी हाल्छौँ क्या। यो खोलामा पौडी हाल्छौँ गाइज। यस्तो ठाउँमा छौँ हामी, होइन। हेर्नु सक्नुहुन्छ तपाईँहरू। यो टक्क बाहिर यस्तो छ, होइन, ठाउँ खोलाहरू तल हेर्नु सक्नुहुन्छ। म जुम गरेको छु तपाईँहरूलाई। यस्तो ठाउँमा हामी पानी टक्क धेरै छ गाइज, होइन। पौडी हालिदिन्छौँ क्या आज हामी। हेर्नु सक्नुहुन्छ। ल गाइज, अहिले चाहिँ हामी टक्क हिँड्दैछौँ, होइन। साथीहरू चाहिँ अगाडि गइसक्यो। म चाहिँ एक्लै पछाडिबाट टक्क देखाउँदै हिँडिरहेको छु नि त। त्यही भएर अलिक ढिलो भइरहेछ। त्यही पनि अब हामी उहाँबाट हामी 11 बजी हिँडेको, होइन। यहाँ चाहिँ आउँदाखेरि 12 बज्यो क्या। 1 घन्टा लागिसक्यो। अब 1 घन्टा लाग्यो भने चाहिँ अब हामीलाई घुम्न चाहिँ हामी अब फेरि माथि पुग्नु अनि कति टाइम लाग्छ। त्यसपछि हामी फेरि त्यहाँ जानलाई 1 घन्टा लाग्छ होला फेरि अझ, होइन। यहाँ त यस्तो छ टक्क झिलिमिली जस्तै टक्क बबा हाल्छ। ल हेर्नु सक्नुहुन्छ तपाईँहरू। पसलहरू छ यतातिर, होइन। चिजमा हामी चाहिँ अगाडितिर अब हिँड्नुपर्ने हुन्छ गाइज, होइन। बाबा हाल तरिकाले उकालो नि रहेछ त यहाँ चिलमा हिँड्ने हो नि गाइज, होइन। चल लाएर यस्तो छ, हेर्नु सक्नुहुन्छ। यता चाहिँ बाबा हाल तरिकाले जाने हो क्या अगाडितिर। ल ब्लगर पदमजी भाइ, ल सब्सक्राइब होइन है त। ब्लगर पदमजी, ल भाइ, ल टक्क गाइज। अब हामी जाँदैछौँ अगाडितिर, होइन। 2-4 जना सब्सक्राइबर भाइहरू नि। ल अब हामी यस्तो उकालो छ नि गाइज। मेरो सब्सक्राइबरहरू अगाडि हिँडिरहेको छ गाइज। आम्मामा उकालो हेर्न सक्नुहुन्छ तपाईँहरू, होइन। 2 पाइला हिँड्दा नि थाकेला जस्तो छ। त्यही म बाल तरिकाले हामी हिँड्दैछौँ गाइज। ल आम्मामा भ्यू हेर्न सक्नुहुन्छ। ओ माई गड। आज चित्र यता जो के भन्दा कस्तो थ्याङ्क यू भाइ। मेरो सब्सक्राइबरहरू आयो। सो गाइज, अहिले चाहिँ हामी तल माथि आइसक्यौँ, होइन। उकालो छ क्या, अलि हिँड्नुपर्छ, होइन। माथि जानलाई चाहिँ उकालो छ, अलि हिँड्नु पर्दो रहेछ, होइन। हामी हिँडिरहेछौँ तर अलिक थाकि पनि सक्यौँ। थोरै हिँड्दा नि उकालो छ क्या, लास्टै उकालो छ, होइन। हेर्नु सक्नुहुन्छ तपाईँहरूले बाटो कस्तो छ। त्यो ठ्याक्कै गाउँघर रहेछ। बाख्राहरू पाले उतातिर हामी हिँडिरहेछौँ टक्क। अब यतातिर हामी माथितिर जान्छौँ गाइज। उकालो लास्टै छ क्या, हिँड्न कस्तो गाह्रो हुने रहेछ, है। अब हामी माथि लगभग आधी घन्टा त होइन, 15-20 मिनटमा पुग्छौँ होला जस्तो लाग्छ मलाई चाहिँ। कतिमा पुग्छौँ त्यो पछि नै थाहा हुन्छ, गएपछि नै थाहा हुन्छ। ल गाइज, सो अहिले हामी ठ्याक्कै हामी तल खोलातिर पौडी हाल्न जाँदैछौँ, होइन। बाबा हाल तरिकाले जाँदैछौँ। अब तलतिर कस्तो छ तपाईँहरू हेर्नु होला राम्रोसँग, होइन। जस मजा आइरहेको आज चाहिँ गाउँमा यसरी टक्क घुम्न पाउला, होइन। खुसी लाग्यो मलाई त। हेर्न सक्नुहुन्छ यता माथितिर जङ्गलै जङ्गल छ। कसम चिलमा केटाहरू हिँडिरहेछ अगाडितिर। म चाहिँ पछाडितिर हिँड्दैछु, होइन। बाबा हाल तरिकाले भोटे कुकुर छ टक्क नपुग्ने। यहाँ के गर्नु, हामीलाई चिनेन यसले। हुन त हामी फर्स्ट टाइम आयो नि त यता, केही भएर चिनेन, होइन। केही छैन गाइज। अब हामी पुगिसक्यौँ खोलातिर, होइन। हेर्न सक्नुहुन्छ तपाईँहरू टक्क मेरो दर्शक महानुभावहरू। के भयो ल कोही नहाँस्नु। के भएको लड्यो? के भएको केटा हो? के बताइ केटा ब्लग भाइरल हुन्छ है फेरि। कसको? मेरो छैन मेरोमा।
ल गाइस अहिले हामी ट्याक्क आइसक्यौँ हामी खोलामा। अब हेर्न सक्नुहुन्छ तपाईँहरू चिलमा नुहाउनको लागि गाइस पौडी हान्नको लागि बवाल तरिकाले सुन्दरी जलमा होइन पौडी हान्नको लागि हेर्न सक्नुहुन्छ। भ्यू पनि बवाल छ आएका छौँ हामी त अहिले चिलमा। खतरा ल बवाल ल यस्तो खोलामा गाउँमा मात्रै खेल्न पाइन्छ क्या गाइस। तपाईँहरू आउनको लागि चाहिँ यहाँ काठमाडौँबाट सबभन्दा नजिक आधी घन्टामै पुगिने ठाउँ सुन्दरी जल आउन सक्नुहुन्छ। यहाँ खेल्ने हो होइन अरू ठाउँमा जाउँ माथि जाऊँ अलिक राम्रो ठाउँमा जाउँ क्या अलि एरिया भएको ठाउँमा जाउँ न। टक्क गाइस आम्मामा खतरा म होइन यहाँ खोला केटा समातेर हिँड न यार क्यामेरा समातिरहेको छु म। अब तल कसरी जाने यहाँ माथि जान सकिन्न यहाँ होइन माथि छ दाइ राम्रो ठाउँ छ। के भयो तल छ ओइमा ओइ फोन खस्यो भने मुम्बईमा ट्र्याकको हालत हेर्नु त्यसको हालत हेर्नु गाइस जलियो गाइस हेर्न सक्नुहुन्छ होइन यहाँ त यस्तो जग्गाको खोला होइन त्यसरी खोलामा हामी नुहाउन लास्ट अब यहाँ त्यो पौडी हान्नु पऱ्यो यत्रो यहाँ आइसकेपछि होइन सबै यहाँ हेर्न सक्नुहुन्छ यस्तो जग्गा यहाँ तपाईँ किन यहाँ क्यामेरा हालिरहेको यस्तो जग्गा खोला हेर्न सक्नुहुन्छ तपाईँहरूले यत्रो पानी नपाइन्छ दुई ठाउँमा यत्रोमा यहाँ हामी नुहाउन सक्छौँ होइन त्यो चाहिँ बाटो रहेछ क्या फेरि हामी माथिबाट माथि अलिक ठुलो ठाउँमा चाहिँ नुहाउनु पऱ्यो नि त अलिक ठुलो ठाउँमा होइन त्यही भएर चाहिँ अहिले हामी माथितिर नुहाउनुको लागि माथितिर जाँदैछौँ गाइस होइन। टक्क यस्तो छैन सक्नुहुन्छ तपाईँहरू बवाल तरिकामा ल पौडी हान्नु पऱ्यो यसो स्विमिङ गर्नु पऱ्यो नि त होइन यता आइसकेपछि बाटो चाहिँ लास्ट डेन्जर छ क्या यहाँ चाहिँ फेरि हिलो छ लडिन्छ चिप्लिन्छ होइन लास्ट अलि केयरफुल भएर हिँड्नुपर्ने बाटो छ यता चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। झर्ना सानो झर्ना माथितिर त झर्ना पनि छ गाइस हामी तर त झर्ना भएको ठाउँ चाहिँ गएनौँ। मलाई टक्क यसरी यहाँ हेरिरहेको भ्यू हेर्दैछु गाइस यतातिर हेर्न सक्नुहुन्छ तपाईँहरूले बब्बाल ल हेरिरहँ लाग्ने क्या जति यता हेरिरहँ जस्तो लाग्ने होइन बबाल लाग्यो राम्रो छ राम्रो ठाउँ छ केटाहरू चाहिँ तल पुगिसकेको छ म चाहिँ अब यताको भ्यू देखाएर तर यता भइसकेपछि मात्रै यता जान्छु क्या होइन टक्क यस्तो भ्यू हेरिरहँ लाग्यो क्या कहिले हेर्दा हेरिरहँ लाग्छ कस्तो ठाउँ छ यार बबाल छ ल त्यस्तो ठाउँमा आउनुको भाग्यमा नि एउटा गाइस राम्रो लाग्यो मलाई त्यो ठाउँ यार एकदम मन पऱ्यो क्या म त फेरि आएर छु नजिक पनि छ होइन बबाल सब हाइकिङ पनि हुने घुम्न पनि पाइने पौडी खेल्न पनि पाइने होइन सब मिलेको क्या सब मिलेको ठाउँ क्या यो भनेको बबाल छ गाइस हेर्न सक्नुहुन्छ यता चाहिँ यस्तो छैन म आउँछु न टक्क लागेर यताको भ्यू हेर्न सक्नुहुन्छ बबाल छ होइन तपाईँहरूले बबाल तरिकाले भातमा त्यो बाटो बन्द यस्तो ठाउँ छ गाइस होइन हेर्न सक्नुहुन्छ तपाईँहरूले टक्क बबाल तरिकाले आज घुमाइयो हाइकिङ जस्तै पनि हो तर बबाल हो अब हाम्रो लागि हामी यस्तो ठाउँमा घुम्दैछौँ पौडी चाहिँ हान्छ मोबाइलमा होइन अब उल्टे हान्छ यहाँ चाहिँ अब आउँदै छैन क्या भिडियो बनाएर राख्नुलाई अलिक भने नि त त्यो बनाउँदा अब त्यहाँबाट हामी उल्टा खेल्छौँ होइन पौडी तपाईँहरूलाई अब देखाउँछौँ भने
अघि त मागेको छौँ के हो यार माइक नै अफ बारै छ भने माइक नै अफ बारै छ अब साउन्ड कस्तो आएको छ त्यो पछि भिडियो हेरेपछि नै थाहा हुन्छ गाइज होइन त्यही पनि ठिक छ अब यसपछिको पनि साउन्ड आएन भने म यसपछि पनि देखाउँछु होइन म अब यहीँबाट तल गइदिउँ भनेको गहिरो होला जस्तो लाग्यो यार फेरि पानीको पनि त्यत्रो फोर्स छ है तल बगाइदियो भने त मागेको छौँ गाह्रो हुन्छ नि त त्यही भएर फेरि म त्यहाँबाट जान्छु होइन अब देखाउँछु तपाईँहरूलाई म के कस्तो छ भनेर माथिबाट चाहिँ जाने बाटो छ कि छैन यार माथिबाट बाटो छैन जस्तो छ अब म फेरि उतै जानुपर्ने हुन्छ क्या उतै गएर फेरि माथि आउनुपर्ने अवस्था देखियो तर गर्मी पनि भइसक्यो क्या यहाँ देख्न सक्नुहुन्छ होइन पसिना आइसक्यो मेरो होइन अब यो गर्मीलाई चाहिँ हामीले टक्क पौडी मार्फत रूपान्तरण गरिदिन्छौँ पौडी खेलेर गर्मीलाई चाहिँ हटाइदिन्छौँ क्या अहिले केटाहरू माथि अगाडि गइसक्यो होइन म चाहिँ त्यहाँ भिडियो बनाउँदै थिएँ क्या अलिक ढिलो भयो अब तिनीहरू माथि गएर खेल्छ होला अनि म पनि खेल्छु पौडी खेल्छु अनि एकछिनमा हामी त्यसपछि पौडी खेलिसकेपछि घर फर्किनु पर्ने हुन्छ किनकि हामीलाई पछि ढिलो हुन्छ उता जानुपर्ने हुन्छ होइन आज त्यही भएर अलि हामी चाँडै जानुपर्ने छ क्या सकेसम्म होइन गर्मी त बबाल भयो त गाइज अहिले ठिकै छ अब पौडी हान्छौँ हामी उता गएर होइन यो गर्मी चाहिँ एकैछिनमा हट्छ गाइज किनकि हामी अब पौडी हान्छौँ नि त ल बबाल तरिकाले फेरि म अघि यहीँबाट माथि जानुपर्ने रहेछ होइन यता बाटो सोचेँ क्या मैले किनभने उताबाट गयो फेरि अनि त्यताबाट रहेन रहेछ बाटो त थियो कि तर त्यो खोलाबाट जानुपर्ने क्या खोला भनेको अब ठाउँ थोरै थियो होइन अनि तलबाट फोर्सले आइरहेको थियो माथिबाट पानी अनि अहिले गहिरो पनि थियो क्या अनि लुगासँगै चाहिँ जानलाई अप्ठ्यारो भयो नि त त्यही भएर फेरि यताबाट जाँदैछौँ हामी पुरै बालु छ त यहाँ त यताबाट जाँदैछौँ गर्मी पनि धेरै भइसक्यो गाइज होइन धन्दाले चप्पल हालेर केटाहरूले पानी हुन्छ चप्पल हालेर भनेर हामी चप्पल हालेर आयौँ अन्त जुत्ता हालेको त यहाँ ल्याए हुन्थ्यो क्या पुरै तर ठाउँ चाहिँ बालुवा छ यहाँ त आम्मामा यी बालुवा छ गाइज यस्तो बालुवा छ हामी हिँड्दैछौँ होइन टक्क लगाएर केटाहरू उहाँ माथि पुगिसक्यो म चाहिँ अब किन ढिलो भनेपछि अलि माथिको मैले भिडियो बनाउँदै थिएँ तिनीहरू आयो क्या अनि त्यही भएर अलिक ढिलो भयो तिनीहरू अब अगाडि अब जान्छ हामी जान्छौँ खेल्छौँ होइन त्यहाँ केही छैन बबाल छ गाइज ल दामी ठाउँ यार आम्बो ल हेर्नु त यस्तो ठाउँबाट भिडियो हेर्नु पो मजा हो त यार आम्मामा साथी तिमी नखेल्ने हो फाइनली हामी पुगिसक्यौँ त खेल्दैनस्
बोल्नलाई कस्तो खोइ कस्तो कस्तो भइरहेको के बोल्दै सकिरहेन राम्रोसँग होइन माइक नि उता राखिदिइसकेँ केही छैन अब बबाल तरिकाले यस्तो ठाउँमा यसरी खेल्नु भनेको त मजा आयो क्या गाइज अब तर अहिले मजा आयो आज होइन अब अहिले म त के बोलौँ भइसक्यो अहिले बोल्नै सकिरहेन यार चिसो पनि वाइल चिसो रहेछ
फेरि त्यो समय आउँदैन उयो मुनि देखिरहेको ल गाइस कहाँ छ उदे मुनि छ उदे अलि अगाडि जाँदा हुन्छ ल गाइस आज चिसो भयो फेरि मैले लाएर हिँडिरहेको छु होइन बोल्न नि अहिले गाह्रो भइसक्यो क्या कहाँ छ योभन्दा माथि त जाँदिनँ म यहाँ तँ त्यता गहिरो छ कहाँ छ छैन भाइ छैन ल गाइस अब चाहिँ हामी खेलेर नि सकियो तर बालुवा छ यार लास्ट टाउकोमा गयो होला घर गएर नुहाउनुपर्छ फेरि चिसो पनि भइरहेछ अब हामी ठ्याक्कै जान्छौँ गाइस होइन बाबा ल धमाकेदार ल गाइस हेर्न सक्नुहुन्छ अब चाहिँ हामी टक्क घुम्दैछौँ गाइस होइन खेल्यो लुगा पनि सुका छैन क्या ऊ सुका छैन त्यही भएर अब आम्मा चिसो पनि भइरह बबाल तरिकाले म चाहिँ अब यस्तो मजा आइरहेको टाउको दुखिसक्यो क्या म त बोल्दा बोल्दा यार वाक्कै लाग्ने क्या आम्मामा त्यस्तो त बोलिएन होइन तर खोइ चिसो यस्तो भइरह काबिरहेछ भनेर जिउ त पुरै मेरो यस्तो पानी चिसो छ गाइस केही गर्दिन धेरै चिसो रहेछ होइन तर म त ओइ के गरेको मजा आयो काल्दै कस्तो लाग्यो बाबा कस्तो लाग्यो तिमीलाई त्यतिको चाहियो है लगाएछ होइन अब चाहिँ हामी नुहाउँदा नि नुहाइयो पौडी खेलियो बबाल तरिकाले अब तलतिर जाँदैछौँ होइन चिसो त यस्तो भइरह निमा अहिले त होइन यत्रो घाम लागिरहेन घाम लागिरह त्यही पनि भित्रबाट जिउ कापिरहेछ क्या माघसम्म कस्तो बालुवा त जिउै काटिरह अब म जानै गाह्रो भयो क्या गाइस बालुवामा जसरी टेक्नु पर्यो अब यस्तो तरिकाबाट हामी हिँड्दैछौँ होइन बबाल छ ल खुट्टा त पखाल्नु पऱ्यो गाई जान्ने र बालुवा भएको क्या हिँड्नु भएन टक्क ल आमा ल तर यार यस्तै नेचुरल ठाउँमा होइन पौडी खेल्न पाउनु भनेको त भाग्यमान नै हो क्या यस्तो बबाल लाग्यो मलाई त गाइस होइन खतरा तरिकाले ल खेलियो होइन अहिले त मलाई बोल्न नि कस्तो गाह्रो भइरहेछ क्या जाडो भएर भित्रबाट पुरै जिउ कापिरहेछ केटाहरू यहाँ सक्स हाल्दैछ म त माथि अब हाल्छु सकिने हाले होइन गोजीमा बोकेर हिँड्दा छु भने चिसो भइसक्यो अहिले त आमामा गाई चिसो भयो यार अहिले त अलिक चिसो जिउभित्र चिसो हुँदो रहेछ अहिले त म चाहिँ गाई छैन अब यहाँ माथि गएर टक्क सक्स हाल्छु जे भने वेल रमाइलो भयो आज दामी मजा आयो है यस्तो बाल तरिकाले घुमियो ल फेरि अब हामी गाइस फर्केर माथितिर गइसक्यौँ अब सिधै घर जाने हो अब सिधै घर जाने हो सिधै घर हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी अब यसरी हिँड्दैछौँ टक्क केटाहरू पछाडि आउँदैछ नेचुरल काँक्राहरू नि लागिरहेछ तलतिर फर्सीहरू लागेको छ यहाँ टक्कै काँक्रा तलतिर काँक्राहरू छ यहाँ खेतीहरू नि गरिरहेछ
के हो यो यस्तो छ यहाँ बबाल ठाउँ छ अर्ग्यानिक आलु नि छ तलतिर हेर्न सक्नु आलु त्यहाँतिर आलु लागिरह पुरै यो चाहिँ अर्ग्यानिक खेती यस्तो यहाँ अम्बा नि फलिरहेको छ गाइस त्यो माथिनिर चाहिँ ठुलो छ है त्यहाँ माथिनिर त्यही कालेर समातेको माथिनिर छ दुईटा ठुलो उ त्यो अघिको समाधा नि त्यहाँनिर तल तल क्या अम्बा बारीबाट टिपेको अम्बाई बबाल मिल्छ मिर्छ है आज चोरेर खाएको त्यही मिर्छ किन्छ चोरेको भाइ अम्बा खाएको छौँ एकदम मिठो छ अर्ग्यानिक अम्बा होइन खस्यो मैले ल अब चाहिँ हामी छिटो नै ल उतै धान सुकेर रहेछ त्यो ठाउँमा आइसक्यौँ गाइस यो धान सुकेर धान लोकल धान लोकल लगाए जल चाहिँ हामी टक्क नुहाएर पनि अब हामी फर्किन लागिसक्यौँ होइन गोपाल तरिकाले मजा आयो उतातिर चाहिँ अब राम्रो छ ठाउँ पनि कुन ठाउँ रे भन् त मेरो सपनाको गाउँ यस्तै हो गाइस त्यस्तो हामी यस्तो भिड्दै हिँड्दासम्म हट्दिन मैले त मोजा नि लाखेन यहाँ अघि तल पानीमा थियो अब उता बसेपछि लाउँछु होला चिया खान सुन्दरी अब हटतिर बसेपछि कि त बसमै लाउनुपर्छ अब हिँडिसक्यो हामी अब के कुर्नु फेरि होइन शान्तिनो कुराको लागि नि त्यही भएर चाहिँ अब पहाडतिरै लाउनुपर्छ भनेर हामी हिँडिरहेछौँ टक्क लगाएर अब केटाहरू अगाडि हिँडिरहेछ म नि हिँड्दैछु टक्क जे होस् रमाइलो भयो लाइफमा इन्जोय गर्नुपर्छ गाइज होइन टेन्सन लगेर काम छैन मस्तमा अब चाहिँ यहाँ तिहारको लागि पनि तयारी हुँदैछ क्या यहाँ झिलिमिलीहरू लगाइराख घरमा तिहारमा चाहिँ झन् बवाल हुन्छ होला तिहारमा फेरि आउनुपर्छ हेर टक्क हामी त चिलमा लगायत यस्तो ठाउँमा हिँड्न पाइरहेछौँ नि होइन मलाई यस्तो घुम्न मन लाग्छ लगायत मेरो त अहिले खुट्टा नि दुख्यो अलिअलि त्यो तलतिर चाहिँ के छ ऊ त अगाडि चिलमा हिँड्दाखेरि गाइस यसरी हिँड्छु म गाइस खुट्टा पनि दुखिसक्यो मेरो चाहिँ होइन बवाल तरिकाले हिँड्दैछौँ यस्तो छ हेर्न सक्नुहुन्छ तपाईँहरूले टक्क लगाएर आम्मा चाउचाउ खाएर होला यार पेट नै दुख्यो भने मेरो त ढुङ्गा निस्केको रहेछ अब चाहिँ हामी अब अगाडितिर आइसक्यो खाम गाइस होइन टक्क लगाएर यहाँ सेकुवा तयार भएर यहाँ बाइकमा आउनु सक्नुहुन्छ जग्गा खानुमा टक्क लगाएर चाहिँ सेकुवा बन्दैछ अब हामी अगाडि जान्छौँ बवाल ठाउँ छ ल जति घुम्दा पनि नहिँड्ने क्या टाइमै अलिक कम भएर ल फाइनल्ली गाएछ अब हामी यहाँ गाडी चढ्ने ठाउँमा पनि आइसक्यौँ अब गाडी चढ्छौँ हामी एकछिनमा धेरै पनि अब टाइम बिताउनु भएन होइन धेरै घुम्यौँ अब एकछिनमा अब यहाँ गाडी चढ्छौँ गाडी चढेर अब हामी जान्छौँ होला टक्क लगाएर यहाँ बबाल लाग्यो मलाई चाहिँ खतरा हुन्छ गाइस हेर्न सक्नुहुन्छ यस्तरी अब हामी जाँदैछौँ अगाडितिर मेरो चाहिँ यहाँ चाउचाउ खाएर यहाँ दुखिसक्यो क्या
टाउको धेरै खायो जस्तो छ अब हामी टक्क लाएर जाँदैछौँ मेघलातिर यस्तै छ गाडी यो अगाडितिर होला कौशला जान्छ नि दाइ कौशला अब एकछिनमा बसौँ लाग्यो गाल दाइ एकछिनमा बसौँला मान्छे कोही आएन कहिले चल्दैन हिँड्ने हो ल गाइज अब हामीले फाइनल्ली अब गाडी नि चढिसक्यौँ होइन ल हामी अब माथितिर जान्छौँ गाडी चढ्छौँ ल गाइज फाइनल्ली अहिले बस नि चढिसक्यौँ हामी अब टक्क हामी अगाडितिर जान्छौँ फेरि यसले केचुङ कुचुङ न अब हामी बसमा यस्तो खाँदै जान्छौँ गवाल गरे होइन हामी जान्छौँ यस्तो तलको भ्यूहरू जान्छौँ गवाल रहेछ ल चस्मा चाहिँ लगाइदिनु न यस्तो छ हेर्न सक्नुहुन्छ गाडीमा अब हामी चढिसक्यौँ अब एकछिनमा घर पनि पुग्छ मलाई गाइस होइन गाइस अब फेरि गाडी रोकिरहेको छ टक्क खाँदै हिँड्दै भन्छु बस चल्दै छ गीत लाउनु न पर्यो